आज हामी ड्रोन मार्फत देवघाट देवभूमि वरिपरिका दृश्यहरू अवलोकन गर्दैछौँ, जहाँ दुई पवित्र नदीहरू काली गण्डकी र त्रिशुली एक आपसमा अङ्गालो हाल्दै मिल्छन्। त्यहीँ जन्मिन्छ शान्ति, आस्था र आध्यात्मिक ऊर्जा। नेपालको मुटुमा चितवन नजिकै अवस्थित एक अद्भुत पवित्र भूमि देवघाट। यहाँको प्रत्येक तरङ्गमा विश्वासको कथा बगिरहेको छ। प्रत्येक घाटमा श्रद्धालुहरूको प्रार्थना गुन्जिरहेको छ। देवघाट केवल एक सङ्गम मात्र होइन, यो हो साधना र मोक्षको मार्ग। यहाँका मन्दिर, आश्रम र साधु सन्तहरूको जीवनशैलीले यस स्थानलाई अझ पवित्र बनाएको छ। माघे सङ्क्रान्तिको अवसरमा हजारौँ श्रद्धालुहरू यहाँ आएर पवित्र स्नान गर्छन्, जीवनका पापहरूबाट मुक्तिको कामना गर्दै। बिहानको सुनौलो किरणसँगै देवघाट नयाँ आशा बोकेर उठ्छ र साँझको शान्तिमा आत्मालाई गहिरो शान्ति दिन्छ। देवघाट जहाँ प्रकृति, धर्म र आत्मा एकै ठाउँमा भेटिन्छन्। यदि तपाईँ शान्ति खोज्दै हुनुहुन्छ भने देवघाट तपाईँलाई पर्खिरहेको छ।